यो भनेको काली काली हो यो गोई फेरि नाचेर नाच्यो मेरो भाइ नाच्यो। हाम्रो चाहिँ यहाँ जो बिहान बिहानै हजुरआमा नाति चाहिँ यहाँ पुरै धान त्यो गरिरहनु भएको अर्ग्यानिक हावा छ है। हाम्रो चाहिँ यहाँ पर्सनल हावा यो चाहिँ हावा चल्दैन। आज त उजाने पानी पर्न भएको कालो दिन भएको पुरै फ्यान जोडिवरी हाम्रो मम्मी चाहिँ यहाँ मस्तसँग त्यो गरेर खानु भएको एउटा वहाँ चलेर केही छैन वहाँ ला अब नामाभरि छिर्यो अब ठिक्क पर्यो। थोरै बाँकी थियो हिजो अनि हिजो गऱ्यो आधी त अनि आज अलिकति बाँकी थियो त्यही भएर के गरेको किशोर के गरेको हाम्रो ड्याडले चाहिँ यहाँ सब जोती भइसक्नु भयो है। यो चाहिँ यहाँ पनि पराल हाम्रो चाहिँ त्यहाँ फिजारेर सब यो चाहिँ सुकाउन राखेको परालहरू चाहिँ यहाँनिर। अनि यो हजुरबालाई त देख्नै हुन्न उसले त्यहाँ खालि बोकी भन्न थाल्छ। नमस्ते कसलाई नमस्ते गरेको सानो को अङ्कल अङ्कल उस हाम्रो बाख्राहरू चाहिँ त्यहाँ मस्त चरिरह। अनि हाम्रो यहाँ हाँसहरू चाहिँ उहाँ हुनुहुन्छ। अनि यहाँ न्यू मेम्बर 3टा हुनुहुन्छ यता 3टा मेम्बर हुनुहुन्छ ए अनि एउटा मेम्बर चाहिँ लुक एट दिस यता सुतिरहनु भएको एउटा उहाँ मस्त छ खाएर सुतिसक्नुभयो। एउटा यहाँ क्वाक क्वाक गरिरहेको छ हामी चाहिँ अब साग टिप्न जान्छौँ। ड्याडी चाहिँ भोक लागेर बिहानदेखि आएर ट्र्याक्टर जोत्नु भएको थियो अनि दुध भात खान लाग्नु भइरह। ल अब हामी चाहिँ साग टिप्न जान्छौँ किशोर र म चाहिँ अबे को जब्लु ल साग टिप्न जाऊँ आऊ साग टिप्न जाने आऊ साग टिप्न जाने भन साग टिप्न जाने भन पछाको कि हामीलाई बाछोले चाहिँ वहाँ कहाँ जाने लाग्यो साग कहाँ टिप्ने साग बिस्तारै होइन ल लड्ला बिस्तारै होइन ल हस् भन न हस् दिदी बिस्तारै हिँड्छु भन नाचेर देखाइदेऊ नि त अनि नाचेर नाच्यो मेरो भाइ नाच्यो 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 भारीले कम्मर भाँच्यो खै कम्मर भाँच्दै खै यता हेरेर यहाँ हेरेर ल फेरि एकचोटि नाच्देऊ ल दिदी गीत गाउँछु ल नाच्यो मेरो भाइ नाच्यो नाच्यो खै नाचेको फेरि अब म त जान्न बाई नाच्देऊ नि त अनि ल नाच्देऊ नि त अनि ल नाच्यो त्यस्तो हुन्न ल नाच्यो मेरो भाइ नाच्यो फनफनी घुमेर बाई म त गएको। अनि हाम्रो खोला चाहिँ यत्रो हुनुहुन्छ जाडो महिनामा चाहिँ खोला हाम्रो सुक्छ बर्खामा चाहिँ पुरै भत्काइदिएर त्यहाँपट्टि यतापट्टि ऊ त्यहाँ त केही छैन भत्काएर सानो ल हेर त्यहाँ अरूलाई के छ उसलाई एक्लै जानु मन छ बिस्तारै जाऊ ल म चाहिँ यहाँ लुक्छु के गर्दो रहेछ है त कहाँ पुग्यो त्यहाँ छ है के गर्दो रहेछ ल ऊ त एक्लै हिँडिरहेको छ मतलब छैन आउँदैन त फर्केर ल कहाँ गयो त्यो मान्छे ल हेर्नु त एक्लै गइरहेछ एक्लै ल
उसलाई कोही चाहिँदैन बाई कसैको मतलब छैन त्यो लहनेलाई त पक्का यहाँ हेर्थे एक्लै दौडिन्छस् एक्लै दौडिने हो के भने के आयो रे एक्लै हिँड्नुहुन्न है सानो घर हिँड हेर यस्तो बाटो कस्तो अफ बाटो उहाँ एक्लै हिँडेर आउँछ धेरै बाठी हुने होइन है छिटो भुम जानुपर्छ हामी दादाको बुम जाने हस् ल बाबाको जाने म चाहिँ यहाँ सागटीमा आएको छु आज चाहिँ ड्याडीलाई साग र घिरौलो मिक्स गरेर खान पर्यो अरे लास्ट बारीको साग लास्ट घिरौलो छ अब हाम्रो चाहिँ घिरौलो निखिरिसक्यो अनि यहाँ चाहिँ गोलभेडाको हालत यस्तो छ अब चाहिँ गोलभेडा नि सब निखिरिसक्यो गोलभेडाको बोट निकालेर फेरि नयाँ रोप्नुपर्छ अनि यहाँ चाहिँ हाम्रो मम्मीले काउली हो कि बन्दा पनि रोप्नु भएको छ अनि कुलेसोभरि चाहिँ साग रोप्नु भएको छ म चाहिँ यहाँ साग टिप्दैछु है त किनकि मम्मी चाहिँ हाम्रो खुट्टा ठोक्काएर यहाँ अनुहार बनाएर बसिरहेको छन् यहाँ चाहिँ मल हाल्न लाग्नु भएको अरे मम्मीहरूले मल लिएर आउनु भएको के को मल युरिया मल के हुन्छ हेलो नमस्ते यो भनेको काली हो यो गोइफिन हो यो भनेको अब हामी खाना लाएर छौँ अब सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला अब हामी चाहिँ यहाँ बासमती चामलको भात छ यहाँ अचार छ यहाँ तरकारी छ प्याज छ यी ल अचार अब हाम्रो गोइफिनले खाना सुरु गरेका छौँ सबैजनाले हेरिदिनु होला ल अब हामी खाना लाग्यौँ अब हजुरहरूले खानु भएको छ कि छैन अब म चाहिँ खाना सुरु गरेँ है के सब काकातीले होइन बारीमा टिप्न गएको कागती चाहिँ मुनाडी अब गिराउनु नि करेक्ट सिद्धि भाइ
परालको खारले छिमछिम बेलुका खानु बिहान नभ्या अहिले तान लाएर चाहिँ रानी दुईटैको कालै कालो लुगामा चापेको लौ तागत हुने तर भालो तागतको बोक्दा खायो भने भित्र रोग जान्छ कचरा भात हाल्नु एकदम बनिन्छ त्यति हो पुग्छ त
अब हामीले अब हामीले खाएर भ्याइयो। अब सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। हाम्रा देश विदेशमा पनि दाजुभाइ बाआमाले सबैले हेरिदिनु होला। अब हामी भन्दै लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अब हामी यति भन्दै सबै बाई बाई ल।